यदि कुनै पनि भव अर्थात् कुनै पनि भवको अन्तिम अल्फाबेट कन्सोनेन्ट छ मानौँ है, कन्सोनेन्ट छ भने त्यसलाई पास्ट गराउँदा अथवा पार्टिसिपल बनाउँदाखेरि हामीले इडी थप्ने गर्छौँ है। जस्तो एउटा वर्ड हेरौँ, वेट, डब्लुएआइटी, वेट भन्ने शब्द छ र वेट भन्ने शब्दमा यहाँनिर लास्टको अल्फाबेट चाहिँ टी छ। टी चाहिँ कन्सोनेन्ट हो है। कन्सोनेन्ट भएको हुनाले यसको पछाडि इडी लाग्छ। जस्तो डब्लुएआइटी भन्ने त्यो प्रेजेन्ट फर्म थियो, यसमा इडी लागेर हामीले पास्ट बनायौँ, पास्टमा वेटेड भयो। त्यसै गरेर पास्ट पार्टिसिपलमा पनि के भयो, वेटेड नै भयो। ठ्याक्कै एउटै फर्म हुन्छ यो दुइटामा, रेगुलर भर्बमा भन्ने कुरा चाहिँ हामीले दोहोऱ्याइरहेछौँ होइन। सो त्यसै गरेर अर्को वाक भन्ने शब्द छ। वाक छ भन्ने शब्दमा यो लास्ट के छ, के भनेको कन्सोनेन्ट हो, त्यसैले यसमा पनि इडी लाग्यो। इडी लागेर यो के भन्यो, वाक्ड बन्यो। त्यसै गरेर पास्ट पार्टिसिपल पनि वाक्ड नै बन्यो। त्यसै गरेर अर्को शब्द छ स्टार्ट। स्टार्टको अन्तिममा टी छ, सो वेटमा जस्तै, र यो चाहिँ कन्सोनेन्ट हो। यसको पछाडि पनि इडी लाग्यो, इडी लागेर स्टार्टेड बन्यो र पास्ट पार्टिसिपल पनि स्टार्टेड नै भयो, भित्र पनि स्टार्टेड नै भयो। त्यसै गरेर अर्को सिलेक्ट छ, यसमा पनि टी छ, त्यसको पछाडि पनि इडी लागेर सिलेक्टेड भयो, सिलेक्टेड भयो। त्यसै गरेर अर्को पनिस छ। पनिसको पछाडि याद छ। याच भने पनि के हो, यो चाहिँ कन्सोनेन्ट हो है। यो कन्सोनेन्ट भएको हुनाले यसको पछाडि पनि इडी लागेर यो के भन्यो, पनिस्ड बन्यो है। र यो भित्री पनि पनिस्ड नै भयो। त्यसै गरेर अर्को प्रे छ है। प्रे भनेको हामीले जेनरली यसलाई सरी यो चाहिँ उनै हो, कन्सोनेन्ट नै हो है। सो अब यसलाई गर्दाखेरि कतै कतै सेमी भोवेल भन्छौँ, तर वास्तवमा यो कन्सोनेन्टको लिस्टभित्रै पर्छ। त्यसैले यसलाई चाहिँ प्रोनाउन्स ई जस्तो सुने पनि यो कन्सोनेन्ट नै हो। सो यो यसको यो चाहिँ कन्सोनेन्ट नै भएको हुनाले इडी लाग्छ। जस्तो प्रेड भयो है। सो प्रेड भयो र ऊ भयो, सो यो वाइमा टुङ्गिएको भयो र पछाडि इडी लाग्यो। तर यो चाहिँ अर्को रुल अन्तर्गत पनि हामीले फेरि छलफल गर्छौँ, पछाडिको अर्को रुलमा भित्र पनि पर्छ यो। त्यसै गरेर प्रेड भयो, इडी लागेको छ। पार्क, पार्कको पछाडि के छ, के भनेको कन्सोनेन्ट हो, सो इडी लाग्यो, पार्क्ड भयो, पार्क्ड भयो। त्यसै गरेर अर्को अफर छ। अफरको पछाडि के छ, सो इडी सरी अफरको पछाडिपट्टि आर छ, आर भनेको कन्सोनेन्ट हो, त्यसैले यसको पछाडि पनि अफर्ड भयो है। त्यसै गरेर अर्को ओपन छ। ओपन भनेको लास्टमा एन छ, एन पनि कन्सोनेन्ट हो, त्यसैले इडी लागेको छ, ओपन्ड बन्यो, ओपन्ड बन्यो। त्यसै गरेर ओवे, ओवेको पछाडि वाइ छ, त्यही माथिको प्रे जस्तै है। यसमा पनि इडी लाग्छ किनकि यसको अगाडि के छ, भवेल छ है। सो यो ओवे भयो।